सम्पूर्ण दर्शकबिन्दहरूलाई म कार्यक्रम प्रस्तुत अधिवक्ता रामेश्वर भण्डारी फेरि नमन गर्दै एउटा भिडियो रिपोर्टिङ लिएर आइरहेको छु। यो भिडियो यहाँहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर पनि गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। अहिले यतिखेर काठमाडौँमा आज शनिबार बिहानैदेखि काठमाडौँको उपत्यकामा यतिखेर नेपाल सरकारको प्रधानमन्त्रीकै आदेशमा डोजर चलिरहेको छ। बिहान मात्रै 3 ठाउँबाट डोजर चलेको यहाँहरूलाई हामी जानकारी गराउन चाहन्छौँ। विशेष गरी कालीमाटी केता देखि गर्ने भन्ने कुरो मध्ये आज फेरि 3 ठाउँ मध्ये एउटा कालीमाटी डोल जसलाई चाहिँ एयरपोर्ट नजिकको ठाउँलाई लिन सकिन्छ भने त्यसै गरी मनोहरा खोला छेउलाई र मनोहरा नदीको किनारमा बस्नेहरूलाई पनि लिन सकिन्छ। त्यसै गरी थापाथलीमा त झन् चर्चित ठाउँ थापाथलीमा पटक नेपाल सरकारले गरिरहेको प्रयास अन्तर्गत आज त्यहाँबाट सुकुम्बासीहरूलाई निकाल्न सरकार सफल भएको छ र त्यहाँ सबै ठाउँमा यतिखेर डोजर प्रयोग भइरहेको छ। 3 ठाउँबाट एकैचोटि डोजर प्रयोग भएको छ। बिहानभरि थापाथलीमा डोजर प्रयोग भएको थियो भने यतिखेर अपराह्नपछि दिउँसो भएपछि मनोहरा खोला नदीमा रहेको अवस्थित ठाउँमा चलिरहेको छ भने त्यसै गरी चाहिँ अब यतिखेर मनोहरा क्षेत्र अन्तर्गत पनि डोजर चलिरहेको छ। त्यसै गरी यो कालीमाटी जसलाई चाहिँ हामीले गही गाउँ भन्छौँ, गरी गाउँ यता एयरपोर्ट छेउको नजिक ठाउँबाट पनि त्यहाँ डोजर चलिरहेको छ र विभिन्न बागमती नदी र मनोहरा नदीमा भएका ठाउँहरूमा यतिखेर डोजर चलिरहेको छ भने नेपाल सरकारले कुनै पनि मानवीय क्षति नगरिकन त्यो काम सम्पन्न गरिरहेको छ। यसमा चारैतिरबाट एउटा प्रशंसता पनि छ भने केही विरोधहरू पनि आइरहेका छन् भने राष्ट्रिय मानवाधिकार आयोगले पनि सम्बन्धित ठाउँमा ज्येष्ठ नागरिक र बालबालिकालाई ध्यानमा राखेर काम गर्नको लागि प्रहरी र प्रशासनलाई आग्रह गरिरहेको छ। प्रशासनले पनि पहिचान यो सुकुम्बासी पहिचान गरी उहाँहरूलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउँछौँ भन्ने आशाका साथ उहाँलाई उठाएर यतिखेर विभिन्न ठाउँमा सिफ्ट गरिरहेको छ भने केही व्यक्तिहरूलाई यतिखेर चोहारको चाहिँ सरकारी भवनमा लगिरहेका छन् भने केहीलाई अहिलेसम्मको नारायण र केही व्यक्तिहरूलाई काठमाडौँमै केही समयको लागि राख्ने कुरा पनि भइरहेको यहाँहरूलाई मैले जानकारी गराउन चाहेँ। साँच्चीकै नेपाल सरकारले जुन आँट गर्यो यतिखेर काठमाडौँ सहरलाई व्यवस्थित बनाउने प्रक्रिया अन्तर्गत खोलाको आसपासमा बसिरहेका अव्यवस्थित रूपमा चाहिँ बसिरहेका सुकुम्बासी घरहरू यतिखेर डोजर लाएर क्लियर गरिँदैछ। नेपालमा यो सुकुम्बासी समस्यामा विभिन्न आयोगहरू भने यो आयोगले पनि यो सुकुम्बासीको पहिचान गर्न सकेन र अन्तर्गत यो सरकारले यतिखेर सबै सुकुम्बासी बस्तीहरूमा डोजर चलायो र चलाउँदैछ। आज त्यो मात्रै नभएर त्यसैभरि सुकुम्बासी समस्याहरू र बसेका ठाउँहरू यतिखेर नुवाकोट लगायत अन्य जिल्लाहरूमा पनि यतिखेर डोजर चलिरहेको खबर हामीले तादी मिडियालाई प्राप्त भएको छ। नेपालका विभिन्न ठाउँहरूमा हुने गरेको यो डोजर काण्ड काठमाडौँ महानगरपालिका मात्रै नभएर पोखरा लगायत सहरका ठुल्ठुला चाहिँ र काठमाडौँका नेपालका ठुल्ठुला सहरहरूमा यो चाहिँ तपाईँको सुकुम्बासी अन्तर्गत बनेका घरहरू भत्काउने कार्यक्रम हुँदै गर्दा पूर्ण रूपमा गर्न सकेको थिएन भने यसपालि सरकार मेजोरिटी गभर्मेन्टले यसलाई आँट गरेको छ। साँच्चीकै हामीले पनि भन्नुपर्दा वास्तविक सुकुम्बासीले नेपाल सरकारबाट राहत पाओस् र सुकुम्बासीको नाममा जुन भइरहेको छ तिनीहरूबाट चाहिँ मुक्त दिलाउनुपर्छ र यो सरकारी जमिनहरू दुरुपयोग भएको र सहरलाई चाहिँ राम्रो बनाउनलाई जुन कदम काठमाडौँ महानगरपालिका लगायत देशैभरिका उपत्यका लगायत चलिरहेको छ त्यसलाई साँच्चीकै सहज रूपमा सहज ढङ्गमा सबैले बुझिदिनु हुन पनि अनुरोध गर्छु भने राष्ट्रिय मानवाधिकार सबैले त्यहाँ भएका बालबालिका लगायत ज्येष्ठ नागरिकको पक्षमा बोलिरहेका छन् भने वास्तविक सुकुम्बासीलाई काम गर्नुपर्छ र काम दिनुपर्छ। उहाँहरूलाई बसोबासको लागि समस्या हुनु भएन भन्ने कुरा हाम्रो मिडियाको तर्फबाट र म अधिवक्ता भएको नाताको तर्फबाट सबैमा यो कुराहरूलाई पुरा गरी उहाँहरूको व्यवस्थापनमा सरकारले ध्यान दियोस् भन्ने भन्न चाहन्छु। धन्यवाद, नमस्ते, सबैको जय होस्, सबैको कल्याण होस्।